म अनुरोध गर्न चाहन्छु कृपया छिटोभन्दा छिटो पहिलो साधारण सभामा अथवा पहिलो एउटा प्रथम राष्ट्रिय सम्मेलनमा भेलामा हामीले एक अर्कालाई राम्ररी चिन्न पाएका छैनौँ। यसर्थ हामी बीचमा दूरीको हिसाबले भूगोलको हिसाबले हामी जतिसुकै टाढा भए पनि हाम्रो मन एउटै छ, हाम्रो रगत एउटै छ। यसर्थ हामीमा अझै फेमिलियर हामी एकदमै नजिकबाट के कसरी चिन्न सकिन्छ त भनेर हामीले एउटा गेम, एउटा खेल, एउटा मात्रै खेल समावेश गर्ने हामीले निधो गरेका छौँ। यसर्थ त्यो खेल एउटा तातो आलु भन्ने खेल खेल्ने छौँ हामी, र जसको लागि एउटा बलको आवश्यकता पर्दछ। यसका विषयमा हामी विभिन्न जिल्लामा बसेका दाजुभाइहरूले बुझ्नुपर्ने आवश्यकता छ। यहाँ यस समूहमा अथवा यस संस्थामा के कति रकमहरू रहेको छ, ती रकमहरूको सही सदुपयोग भयो या भएन, यी आदि विषयमा हामीले बुझ्नुपर्ने हाम्रो अधिकार बन्न जान्छ। यसर्थ अब आजको यस कार्यक्रमको सभानायकका रूपमा ग्रहण गरिदिनुको लागि राष्ट्रिय मुरुङ समाज नेपालका अध्यक्ष, संस्थापक सदस्य, समाजसेवी, बुद्धिजीवी नारायण मुर्मु तमुजीलाई आजको यस कार्यक्रमको सभापतिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। मैले आज यस्तो व्यक्तित्वलाई आमन्त्रण गर्दैछु, आसन ग्रहण गराउन गइरहेको छु, जसले आजभन्दा 18 वर्ष अगाडि साँच्चै नै यसरी मुर्मु दाजुभाइहरूलाई कसरी एकीकृत गरेर एउटा ठाउँमा ल्याउन सकिन्छ, एउटा मालामा उड्न सकिन्छ भन्ने सोच, नयाँ विचारको प्रादुर्भाव गर्ने त्यस्ता व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी र संस्थापक संयोजक, सल्लाहकार समितिका संयोजक पनि हुनुहुन्छ। उनै व्यक्तित्वलाई मैले आज यस कार्यक्रमका प्रमुख अतिथिका रूपमा आसन ग्रहणको लागि आमन्त्रण गरेको छु। मनबहादुर मुर्मु तमु, मनबहादुर दाइलाई आजको यस कार्यक्रमको दोस्रो साधारण सभा कार्यक्रमको प्रमुख अतिथिका रूपमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी विशिष्ट अतिथिका रूपमा आसन ग्रहणका लागि म मेजर तेजबहादुर गुरुङज्यूलाई आसन ग्रहणका लागि मञ्चमा आमन्त्रण गर्न चाहन्छु। मेजर तेजबहादुर गुरुङ जो ब्रुनाईमा हुनुहुन्छ, उहाँले पनि यस समाजको उन्नति र प्रगतिका खातिर आफूले चाहे त्यो आर्थिक सहयोग होस्, चाहे त्यो मानसिक सहयोग होस्, चाहे त्यो शारीरिक सहयोग होस्, यी सबै कार्यमा उहाँ हरदम लागि पर्ने एउटा उच्च व्यक्तित्व हुनुहुन्छ। त्यसै गरी विशेष अतिथिका रूपमा आसन ग्रहण गरिदिनुको लागि कालिका एफएम का स्टेशन म्यानेजर, कालिका टिभी का निर्देशक, एउटा अत्यन्तै बौद्धिक व्यक्तित्व र सँगसँगै समाजसेवी, बुद्धिजीवी त्यस्ता व्यक्तित्वलाई आजको यस दोस्रो साधारण सभा कार्यक्रमको विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि म रिना गुरुङज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। उहाँ कालिका एफएम का स्टेशन म्यानेजर हुनुहुन्छ, जो चितवनमा अवस्थित छ। त्यसै गरी कालिका टेलिभिजनका गोर्खाबाट यहाँ सुरक्षाका लागि थपिनु भएको छ। उहाँ 7 जना आउनुभएको छ। उहाँहरूलाई पनि राजकिशोर यादवजी, पैणी उहाँ लमा पनि हुनुहुन्छ, घ्याप्री पनि हुनुहुन्छ,
पछि पनि हुनुहुन्छ यस्तो व्यक्तित्व जो अहिले 87-88 वर्षको लमजुङ जिल्ला बाजापुर गाविसमा उहाँ जन्मनु भएको र उहाँले यसको उमेरमा पनि हाम्रो माझमा उपस्थित हुनुभएको छ। बाबालाई हामी हाम्रो गुरु पुरोहित हुनुहुन्छ, पण्डित हुनुहुन्छ धनबहादुर हार्दिक आग्रह गर्दछु। यसै गरी जो एउटा वनको लमा कोही हुनुहुन्छ भने पनि यहाँ आसन ग्रहणको लागि म महिला क्लबका अध्यक्ष एवं प्रतिनिधि साथीलाई पनि, यसै गरी सृजनशील आमा समूहका अध्यक्षहरूबाट हाम्रा चेलीबेटीहरू ज्वाइँहरू पनि यहाँ उपस्थित भएको छ। आसन ग्रहणको लागि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। नारायण गुरुङ सुब्बा नारायण गुरुङज्यूलाई पनि आसन ग्रहणको लागि म मञ्चमा आमन्त्रण र चेलीहरूको तर्फबाट आसन ग्रहण गरिदिनुको लागि तिल्लो माया गुरुङ उहाँ रामदी पर्यो भने म फेरि बिचमा जोडिनेछु। अब हाम्रा अतिथिज्यूहरूलाई ब्याज वितरण गरिदिनुको लागि मनिता गुरुङ, मनिषा गुरुङ र सुनिता गुरुङलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। भने अब हामी बिस्तारै कार्यक्रमलाई अगाडि बढाउनेछौँ। हामी कति पनि रोक्नेवाला छैनौँ। हामीले आजको जुन अघि भर्खरै हामीले चाहिँ एकछिन भए पनि उहाँहरूले हामीलाई पक्कै सूचना दिनुहुनेछ। अब म हाम्रो जुन एउटा नृत्य टोली छ त्यो नृत्य टोलीलाई, किनभने उहाँहरूले ड्रेस अप गर्नुपर्ने हुनेछ, सँगसँगै उहाँले थुप्रै एउटा ठुलो टिम छ, यसर्थ उहाँहरू मैले तपाईँहरूलाई अनुरोध गरेँ जो हाम्रो गोबर पानीबाट आउनु भएको छ कलाकारहरू बजाएर, अनि त्यसपछि मानसमा हामीले एउटा दियो तयार गरेका छौँ। यो दियो बालेर आजको यस कार्यक्रमलाई उद्घाटन गरिदिनु हुनको लागि आजका प्रमुख अतिथि मानबहादुर गुरुङज्यू हाम्रो प्रमुख अतिथि हुनुहुन्छ। मैले उहाँको बारेमा धेरै कुराहरू भनिसकेको छु। मानबहादुर गुरुङज्यू, त्यसपछि यस राष्ट्रिय मुर्मुतम समाज नेपालका सभापति अथवा अध्यक्ष हाम्रो नारायण दाई, र त्यस्तै गरेर हाम्रो मेजर साहब तेजबहादुर गुरुङज्यू र आजको विशिष्ट अतिथि पनि हुनुहुन्छ। उहाँहरूलाई संयुक्त रूपमा यो दीप प्रज्वलन गरेर आजको यो राष्ट्रिय अथवा यो हाम्रो राष्ट्रिय मुर्मुतम समाज नेपालको दोस्रो साधारण सभालाई उद्घाटन गरिदिनु हुनको लागि म सभापति महोदय, त्यसपछि प्रमुख अतिथिज्यू र विशिष्ट अतिथिज्यू तीनैजनालाई म हार्दिक अनुरोध गर्न चाहन्छु। संस्थापकहरूमध्येका एकजना यस्ता व्यक्तित्व जसले आज यो मञ्चमा जो हामी बसेर अथवा उभिएर हामीले कार्यक्रम हेर्न र देख्न पाइरहेका छौँ, यो मञ्च निर्माण गर्नको लागि हाम्रा यस राष्ट्रिय मुर्मुतम समाज नेपालका अध्यक्ष नारायण गुरुङज्यूबाट यो मञ्च निर्माण गर्नको लागि करिब 3 लाख रुपियाँ खर्च गरेर उहाँले व्यक्तिगत रूपमा यो मञ्च निर्माण गर्नुभएको छ र आज हामीले यो मञ्चको उद्घाटन पनि गर्दैछौँ, जसले 2-3 लाख रुपियाँ खर्च गरेर यो मञ्च बनाउनु भयो। उहाँले एउटा शिलालेखमा आफ्नो धर्मपत्नी र आफ्नो नाम शिलालेखमा अंकित गर्नुभएको छ, नामाङ्कन गर्नुभएको छ। तिनै व्यक्तित्वलाई हामी बढिया तालीले उहाँलाई एउटा सम्मान गर्दै आजका प्रमुख अतिथि, त्यसपछि आजका सभापति ज्यूलाई अनि सँगसँगै तेजबहादुर दाईलाई यहाँ एउटा शिलालेखमा भएको जुन रातो पर्दा छ त्यो पर्दा खोलेर आजको यो मञ्चको पनि एउटा उद्घाटन गरिदिनु हुनको लागि म 3 जना दाजुहरू मानबहादुर दाजु, नारायण दाजु र मेजर तेजबहादुर दाजुलाई हार्दिक आग्रह गर्न चाहन्छु।
तर छैन मलाई त यहाँ लेखिएको छ श्री राष्ट्रिय मुर्मु तमु समाज नेपाल धन्यवाद बहादुर गुरुङज्यूलाई माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। आज हाम्रो गुरुङहरूको सबसे सब अनि मेरो तर्फबाट चाहिँ के अरे कोही छोरा होला, कोही बुहारी होला, कोही नाति होला, कोही छोरा होला, कोही नाति नातिनी होला, मभन्दा दाइ भने पनि छैन होला, मभन्दा बाउ भने पनि छैन होला मेरो यस्तो विषयमा। अनि यसै सबै भाइ बहिनीको आशीर्वाद सामान्यमा म यसरी 87 वर्ष पुग्ने मान्छेले एउटा बोलचाल गर्नु पाउँदाखेरि आशीर्वाद हाल्दाखेरि मलाई धन्यवाद लागेको छ। जय जय होस् सबैलाई। भने आज हाम्रो गुरुङहरूले चाहिँ ल्याएको मङ्सिरको 11 गते शनिबार दिनमा सबै ईश्वरभित्र सबै पूर्व पश्चिम उत्तरदेखिको सबै दाजुभाइ ईश्वरभित्रको सबै भेलाहरू भयो। सबैलाई जय जय होस्। अनि आज तिनी कर्म सभा, न्याउ सभा, दिन सभा, साल सभा, बाल सभा, घोषणा त्रिविक्रम सभा, न्याउ सभा, दिन सभा, साल सभा, भाल सभा खाने हेरे जो मलाई जो खाने आए यो चाहिँ पति जोडे गए छाना थोड़ी के आएर जो नो भाइ आंसा बजा दबाई भाइ भाला जमा पूर्व पछि उग्र देखिन्छ सदा सदा जो छले जय जय तेरे सदा छले भेला तल योडिए छले छाउ यहाँ तल योडिए गजला बोला देखि लब्दा योडिए खानेले यो चाहिँ गरियो सदा थोजे खैके भ्रमर गरेर खैके बइ तलारे म सदा सदा सर्गी सदा त्यसले भेला दैरले जय जय तेरे आशीर्वाद दियो तोरा तिनीले मेरो कर्म सबै यहाँ चाहिँ साल सबै बाल सबै लोजे भने भइ से हो बितेजी राजा दान इच्छा दान धर्म देउता खानेले जमाते दिनबाज जुते काजी भइ से हो बितेजी राजा दान इच्छा दान धर्म देउता खाजा साइयो सेग्रो गर्नु भयो खै भगे साइयो सेग्रो युवा गर्नु भइ से हो बिते राजा दान इच्छा दान धर्म खानेले जमाले नबार सभाहरु मजा आउँछ छैन दिनमा फेरि दिनमा दिन आशीर्वाद दिले मन्छेले 11 गते यो छौते भेला त सदा सबै जन परमेश्वरले यो परमेश्वर जम्मै जय 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 दाती नदी शोरले शरीर खानु भलो फोटो नभए छनु लेभल छनु। तपाईहरुको मु चेली पूर्णको तर्फबाट स्वागत गर्दै न्यानो अभिवादन टक्राउन चाहन्छु। आदरणीय बाबा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, आज राष्ट्रिय मु तमु समाजको दोस्रो अधिवेशन हामीले सम्पन्न गर्न गइरहेका छौं। मलाई आशा अनि विश्वास छ यस कार्यक्रमको सुरुवातदेखि अन्त्यसम्म यहाँहरूले साथ र समर्थन गर्नुहुनेछ। राष्ट्रिय मु तमु समाज नेपालको लक्ष्य तथा उद्देश्यहरू अनगिन्ती हुन सक्छन् र छन् पनि। सबै उद्देश्यहरू परिपूर्ति गर्न त नसकिएला, सानो भए पनि यस संस्थाको भविष्य निर्माणको लागि इट्टा थप्ने काम हामी ज्वाइँ चेली बेटीको तर्फबाट पनि आफ्नो हैसियतले भ्याएसम्मको सहयोग गरी आफ्नो माइतीको सपना साकार पार्ने अभिलाषा लिँदै मेरो सानो शुभकामना मन्तव्य तपाईहरुमा बिट मार्न चाहन्छु। हस्त धन्यवाद। जय मु।
मङ्गल गुरुङ जो बुर्नाईको एउटा आर्मीमा भर्ती हुनुभएको छ, उहाँलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। 1 लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। यो बिर्खलाल ज्यू जो हुनुहुन्छ उहाँले हामीलाई 1 लाख रुपियाँ प्रदान गर्नुभएको छ। म मनबहादुर दाईका धर्मपत्नी भाउजूलाई कुशमाया गुरुङज्यूलाई मञ्चमा आएर यो 1 लाख रुपियाँ हाम्रो अध्यक्षज्यूलाई अध्यक्षज्यू र कोषाध्यक्षज्यूलाई हस्तान्तरण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। भर्खरै नगद बहादुरजीबाट प्राप्त हाम्रो यो राष्ट्रिय मुरुतमल गुरुङजीबाट 3 लाख रुपियाँ हामी उहाँलाई सम्मान गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। नराम्रोसँग घर छेद बनिएका थिए, ती स्कुलहरूको निर्माणको लागि भनेर सङ्कलन छ भने सँगसँगै गोगनपानीबाट आउनुभएका चन्द्रभाषा समितिको अध्यक्ष हुनुहुन्थ्यो र अहिले अध्यक्ष हुनुहुन्छ, उहाँलाई हस्तान्तरण गर्नको लागि म हाम्रो विजय तेजबहादुर दाईको मार्फतबाट हाम्रो निवर्तमान अध्यक्ष राप्रावी गोगनपानीका निवर्तमान अध्यक्षलाई 2,67,000 रुपियाँ हस्तान्तरण गर्नुभएको छ। यो पैसाको सही सदुपयोग हो। केशमाया गुरुङको तर्फबाट हाम्रो त्यस ओडाका ओडाध्यक्ष चन्द्रबहादुर गुरुङज्यूलाई कुवा मर्मतको लागि भनेर केशमाया भाउजूलाई हाम्रो तर्फबाट लाखौँ लाख धन्यवाद। सँगसँगै गोगनपानीको तर्फबाट पनि लाखौँ लाख धन्यवाद। फलोस प्लिज सदा ओकाहरू जो लमजुङबाट आउनुभएको छ रेडी पोजिसनमा बस्नुको लागि म हार्दिक अनुरोध गर्दै अहिले भर्खरै मेजर तेजबहादुर दाईबाट हाम्रो बहुविरोध हाम्रो रणबहादुर गुरुङ आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, आजभन्दा करिब 17-18 वर्ष अगाडि विभिन्न जिल्लामा छरिएर रहेको मुर्मु दाजुभाइहरूको कसरी एकीकृत गर्न सकिन्छ भनी नयाँ सोच नवीन विचारको प्रादुर्भाव गर्नुहुने अग्रज दाजु मानबहादुर दाई, मेजर तेजबहादुर दाई, महावीर काका अनि मिम काजी गुरुङ अनि उहाँ अहिले हाल महावीर काका र मिम काजी गुरुङ अहिले हाल युकेमा हुनुहुन्छ। उहाँहरूलाई म विशेष धन्यवाद टक्राउँदै गत वर्ष 2072 मक्सिर 11-12 गतेको प्रथम राष्ट्रिय सम्मेलन गराउन ठुलो भूमिका निर्वाह गर्नुहुने भाइ सूर्य किरण, कोषाध्यक्ष सूर्य भाइ, सचिव किरण भाइ लगायत सम्पूर्ण दाजुभाइहरूलाई विशेष धन्यवाद टक्राउन चाहन्छु। उक्त कार्यक्रमबाट सर्वसम्मतले मलाई अध्यक्ष जस्तो गरिमाय र जिम्मेवारी पदमा निर्वाचित गराउनु भए पश्चात आज हामी दोस्रो भेला सम्पन्न गर्ने तर्खरमा उभिएका छौँ। मलाई आशा र विश्वास छ यहाँहरूले सुरुदेखि अन्तसम्म यस दोस्रो साधारण सभालाई भव्य र सभ्य बनाउन पूर्ण सहयोग गर्नुहुनेछ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, अब म यस राष्ट्रिय मुक्तम समाज नेपालको स्थापना भए पश्चात पहिलो बैठकले पारित गरेको निर्णय अनुसार विभिन्न जिल्लामा छरिएर रहेको मुर्मु दाजुभाइहरूको आर्थिक, शारीरिक अनि शैक्षिक अवस्था के कस्तो छ भनी बुझ्नको लागि जिल्ला भ्रमण गरेको थियौँ। सो बारेमा अवगत गराउने अनुमति चाहन्छु। कास्की जिल्ला सातमुहाने लेखनाथ नगरपालिका सातमुहानेमा हामी भिजिट गरेका थियौँ अनि त्यहाँ हाम्रो के भन्छ हाम्रो भतिज हेम गुरुङको घरमा चाहिँ हामी त्यहाँ बस्यौँ अनि उहाँ चाहिँ
19 गते त्यहाँ बसेर अनि 20 गते फेरि हामी मक्सिर 20 गते कास्की जिल्ला देउराली गाविस गाविस 7 मुहाने भन्ने गाउँमा हामी पुग्यौँ। जुन गाउँ हाम्रो यो संस्थाको संस्थापक संयोजक श्री मानबहादुर दाजुको र तेजबहादुर दाजुको गाउँ हो। त्यसमा हामी त्यहाँ पुगेर हामीले केही रमाइलो पनि गऱ्यौँ तपाईँलाई जस्ट जानकारी लागि। अनि त्यसपछि यहाँको जग्गा चाहिँ महावीर काकासँग 10 लाख रुपियाँमा यो जग्गा चाहिँ हामीले किनेर हजुरले देख्नुभएको छ ल हामीले डोजर पनि लागेको छौँ। साधारण सदस्य र आजीवन सदस्य गरी 212 एक्चुअल चाहिँ 212 घरधुरी सदस्य राष्ट्रिय मुक्ति समाज नेपालमा आबद्ध भएको बनिसकेको जानकारी गराउन चाहन्छु। साथै हाल 23 जना पदाधिकारीहरू हाम्रो कार्य समितिमा रहेको छ वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने संस्थापक दाजुभाइहरू, सल्लाहकार समिति एवं देश विदेशमा रहेर पनि यस संस्थालाई माया गर्ने भाइ भतिज लगायत सहकर्मीहरू सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै प्रतिवेदन लेखन गर्ने क्रममा कहिले कतै अन्जानमा त्रुटिहरू भएमा यहाँहरूप्रति म क्षमा माग्न चाहन्छु। साथै आगामी दिनहरूमा यहाँहरूबाट रचनात्मक राम्रो सुझावको अपेक्षा राख्दै आफ्नो कार्य व्यवस्थाको बावजुद पनि यस संस्थाको निमन्त्रणलाई आत्मसात गरी पाल्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, अन्य कार्य समितिका पदाधिकारीज्यूहरू, चेलीबेटी तथा जय चेला शुभचिन्तकज्यूहरूमा पुनः धन्यवाद सहित स्वागत गर्दछु र यो कार्यक्रमको अन्तिम घडीसम्म मञ्चमा उपस्थित भई आफ्नो नृत्य कलालाई प्रस्तुत गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्दै अब हामी धेरै बोल्दैनौँ, हामी काम गरेर देखाउँछौँ। यसर्थ हाम्रा लमजुङका कलाकार भाइहरू, तपाईँहरू छिटोभन्दा छिटो स्टेजमा आएर आफ्नो कलालाई प्रस्तुत गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्दै हाम्रो यो आजीवन सदस्य बढ्ने लहर पनि चलिरहेको छ। आजीवन सदस्य यस समाजको आजीवन सदस्यको लागि 10,000 रुपियाँ हामीले यहाँ रसिद काट्नुपर्ने हुन्छ। यसर्थ चितवनबाट कमान सिंह मुर्मु गुरुङबाट 10,000 दिएर आजीवन सदस्य बन्ने भन्नुभएको छ। सो पैसा बुझिदिनको लागि
कार्यक्रम सञ्चालक किरण गुरुङ दाई, सर्वप्रथम सम्पूर्ण यता आउनुभएका हाम्रो समाजका सम्पूर्ण दिदी बहिनी दाजुभाइ आमा बुवा सम्पूर्णलाई म रिना गुरुङ रिना मृष्य भन्नुपर्छ को तर्फबाट यहाँहरूलाई चाहिँ नमस्कार भन्न चाहन्छु। थोरै भए पनि औपचारिकता दिन चाहन्छु। हामीहरूलाई चाहिँ यसरी उहाँहरूले चाहिँ लमजुङमा हामीहरू कुन कुन ठाउँमा पुगे, कति विकट ठाउँमा पुगे, हाम्रो मुहरू चाहिँ धेरै विकट ठाउँमा पनि हुनुहुन्छ है, हामीहरूले खोजिरहेका छौँ भन्दाखेरि चाहिँ त्यो बेलामा लाग्ने थियो किन यति धेरै दुःख गर्नुभएको छ। उहाँहरूले 2-2 दिन चाहिँ हिँडेर जानुहुन्छ, कहाँ कहाँ पुग्नुहुन्छ, तर आज आउँदाखेरि साँच्चै नै जो दुःख गर्नुभएको छ यस कार्य समितिका सम्पूर्ण जति पनि हुनुहुन्छ सम्पूर्णले र फाउन्डरहरूले जो पनि दुःख गर्नुहुन्छ साँच्चै नै के राम्रो कजको लागि दुःख गर्नुभएको रहेछ। किनकि अध्यक्षज्यू नारायण काकाले चाहिँ यता आफ्नो प्रतिवेदनमा भन्दाखेरि चाहिँ हाम्रो समाजको थ्रु चाहिँ हाम्रै समाजका कतिजना व्यक्तित्वहरूले जो चाहिँ अलिक समाजमा पछिडिएको छ उहाँसँग चाहिँ आर्थिक भूकम्पमा सिङ्जुङवासीहरूलाई चाहिँ उहाँले जसरी सहयोग गर्नुभयो, अहिले पनि कति धेरै सहयोग गर्दै हुनुहुन्छ। हाम्रो समाजको लागि यो सेड बनाइदिनु भएको, टेन्ट यो मञ्च बनाइदिनु भएको छ। अब
भवन पनि बन्दैछ। साँच्चै नै आफूले पनि ल है म यस समाजको एउटा सदस्य छु भन्दाखेरि मलाई आज साँच्चै नै धेरैभन्दा धेरै एकदम प्राउड फिल भएको छ। त्यो भएर चाहिँ म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामी गुरुङहरू जो छ नेपालको एउटा सांस्कृतिक पाटाको हाम्रो एउटा महत्त्वपूर्ण अङ्ग हो। हामीहरूले नेपालको संस्कृति नै जोगाइदिनुको लागि चाहिँ मलाई लाग्छ हामी गुरुङहरूले चाहिँ धेरैभन्दा धेरै ठुलो रोल खेलेको छ। र यस ठुलो रोलमा चाहिँ हाम्रो मूल समाजले भोलिको दिनमा पक्का पनि हाम्रो धर्म संस्कृतिदेखि लिएर हाम्रो नेपाल हाम्रो गुरुङ भाषालाई पनि जगेर्ना गर्नेको लागि चाहिँ ठुलोभन्दा ठुलो रोल खेल्नु हुनेछ भन्नेमा चाहिँ म विश्वास छु। कार्य समितिलाई धेरैभन्दा धेरै धन्यवाद चाहन्छु। र म तपाईँहरूले पनि आग्रह गर्न चाहन्छु अहिलेसम्म उहाँको लागि यो कामको लागि हामी यहाँ सबैले चाहिँ एकत्रित गरिदिनु भयो। यसको लागि चाहिँ उहाँहरूको लागि सायद सबैले उठेर ताली बजाइदिनुपर्छ जस्तो लाग्छ। त्यो भएर चाहिँ म उहाँले चाहिँ सम्मान सहित नै आफ्नो तर्फबाट पनि जोरदार चाहिँ ताली गरेर चाहिँ उसले चाहिँ धेरै प्राउड फिल भएको छ। त्यो भएर उहाँहरूले धेरै धेरै धन्यवाद। हामीहरूलाई चाहिँ यो मञ्चमा चाहिँ ल्याइदिनु भयो। एकै यो गोर्खामा चाहिँ हामीहरू बसिरहेको छौँ। उहाँहरूकै कारणले गर्दाखेरि हामीहरू यो गोर्खामा चाहिँ यता आएर सबै आपसमा चाहिँ 1 to 1 नभए पनि भेटघाट त भयो। भोलिको दिनमा हामीहरू चाहिँ लमजुङमा जान्छौँ, कास्कीमा जान्छौँ, तर हामी मुरुङ हो भन्ने चाहिँ त्यसको लागि चिनारी गराइदिनु भयो। त्यसको लागि चाहिँ उहाँहरूले म चाहिँ एकदम धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। र अब धेरै कुरा गर्न चाहन्न। भोलिको दिनमा चाहिँ मूल समाजले चाहिँ अहिलेसम्म जसरी अध्यक्षज्यू नारायण काकाले चाहिँ लास्टमा भन्नुभएको थियो आफ्नो प्रतिवेदनमा मलाई चाहिँ तपाईँहरूले चाहिँ सल्लाह दिनु होला है भनेर भन्नुभएको थियो। तर मलाई लाग्दैन कि मैले चाहिँ या फिर तपाईँहरूले कुनै सल्लाह दिने ठाउँ छ, किनकि यति धेरै राम्रो काम गरिराख्नु भएको छ। हामीहरूले सल्लाह भन्दा पनि सहयोग गर्नुपर्छ जस्तो लाग्यो मलाई। त्यो भएर चाहिँ म मेरो तर्फबाट पनि पर्सनली के सहयोग हुनसक्छ भने उहाँहरूले पनि मैले के गरिदिनु पर्छ भनिदिनु होला मैले पनि भन्दै। र चितवनमा किरण काका र हामीहरू सँगमै छौँ। तर मलाई थाहा छैन कि हाम्रो गुरुङमा चाहिँ मुमा किरण काका यति राम्रो कार्यक्रम सञ्चालक हुनुहुन्छ। बिचमा सानो उहाँहरूको लागि पनि जोरदार ताली दिन चाहन्छु कि यसरी चाहिँ यति राम्रो कार्यक्रम सञ्चालन चाहिँ कमै हुन्छ। त्यो भएर चाहिँ किरण दाईको लागि पनि धेरैभन्दा धेरै धन्यवाद दिँदै तपाईँहरूसँग चाहिँ भेटघाटको अवसर दिनुभयो। फेरि पनि तपाईँहरूले धन्यवाद दिँदै कार्य समिति सम्पूर्णलाई म धन्यवाद दिँदै म बिदा हुन चाहन्छु। धन्यवाद। Oh
प्रयासरतहरूको लागि हामीले एउटा सम्मान गर्ने प्रयास मात्रै गरेका हौँ भनेर भन्दै हुनुहुन्थ्यो जुन एउटा सम्मान कमिटीले मलाई र उहाँहरूले मलाई नाम दिनुभएको छ। अब सम्मान कमिटीका ओके एकैछिन मलाई यहाँ रोक्नको लागि घुम्दै आयो फुलमा सानो हे तैको मायालाई भुल्ने नगर घुम्दै आयो फुलमा सानो हे तैको मायालाई भुल्ने नगर। यही भाकामा गाउँछु ल। हे गगन पारी मायाको सानो नगाए त हुँदैन मन साथ घुम्दै आयो फुलमा सानो हे तैको मायाले भुल्ने नगर मायाको दर्द मायाको डर सानो नगाए त हुँदैन मन साथ घुम्दै आयो फुलमा सानो हे तैको मायालाई भुल्ने नगर सानो हे तैको मायालाई भुल्ने नगर। धन्यवाद। समाज नेपालका अध्यक्ष आजका यस कार्यक्रमका सभापति मैले धेरै भन्नु पर्दैन उहाँलाई म त अझै पनि युवा भन्छु समाजसेवी बुद्धिजीवी साँचो अर्थमा भन्नुपर्दाखेरि हरेक कमिटीले निर्णय गरेकोमा एकदम धन्यवाद व्यक्त गर्न चाहन्छु। उनै व्यक्तित्व हुनुहुन्छ नारायण गुरुङ नारायण मृणु गुरुङलाई सम्मान गरिदिनुको लागि र यो मञ्चभन्दा पछाडि अगाडि रहनुभएका हाम्रा सबै हाम्रा दाजुभाइ दिदीबहिनीहरू बाबाहरू अनि सँगसँगै चेलीबेटीहरूले बढिया ताली लगाएर उहाँलाई सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अनि सँगसँगै
ओके, अहिले हामी देखिरहेका छौँ साँच्चै नै हाम्रा संस्थापक सदस्य राष्ट्रिय मुरुतोम समाज नेपालका भन्ने आशा र विश्वासका साथ अब म उन्नतितिर अगाडि बढाउनु हुने बढाउन हरदम आफ्नो आर्थिक मानसिक शारीरिक रूपले अग्रसर भएर व्यस्तताका बावजुद पनि उहाँले हाम्रो यस संस्थालाई आएर धेरै सहयोग गर्नुभएको छ। उहाँले अनवरत रूपमा यहाँ सहयोग गर्नुभएको छ र उहाँ काका हाम्रो यस संस्थाको सचिव पनि हुनुहुन्छ। अब नाम मैले भनिराख्नु पर्दैन होला, तपाईँहरूलाई नै थाहा होला नाम चाहिँ। उहाँ विभिन्न संस्थाहरूमा पनि र उहाँ र शिवशक्ति युवा क्लबका अध्यक्ष पनि हुनुहुन्छ। त्यसैले हामीले काका किरण गुरुङलाई, सचिव काका किरण गुरुङलाई दोस्सल्ला ओढाएर सम्मान गर्न गइरहेका छौँ। सरी मलाई अलि है क्रेगी ओढाएर सम्मान गर्न गइरहेका छौँ। त्यसैले उहाँलाई जोरदार तालीका साथ हामीले चाहिँ उहाँलाई स्वागत गरिदिनु हुन चाहिँ अनुरोध गर्दछु। जोरदार ताली, ताली किन खाली? हाम्रो यस संस्थाका साँचो अर्थमा भन्ने हो भने हाम्रो यो संस्थालाई यो स्थानसम्म ल्याइपुर्याउनुको लागि हाम्रो एउटा कुशल भूमिका निर्वाह गर्नुहुने हाम्रा उपाध्यक्ष गोपाल बहादुर मुर्मु तमु, उहाँ सुखदार पनि हुनुहुन्छ, सुखदार भएर पनि एजुकेटेड पनि हुनुहुन्छ र यो संस्थालाई साँचो अर्थमा भन्ने हो भने आर्थिक रूपले, सामाजिक रूपले, मानसिक रूपले हरेक दृष्टिकोणबाट, हरेक एङ्गलबाट उहाँले यति सहयोग गर्नु भएको छ। तिनी व्यक्तित्वका धनी गोपाल मुर्मु तमुज्यूलाई सम्मान ग्रहण गर्नुको लागि म हार्दिक अनुरोध गर्दछु। भने प्रथम राष्ट्रिय भेलामा उहाँको 11 र 12 गते मङ्सिर 11 र 12 गते प्रथम राष्ट्रिय सम्मेलनमा उहाँले यति ठुलो भूमिका खेल्नुभयो, जुन भूमिकालाई साँच्चै हामीले सानो शब्दले, मेरो शब्दले बयान गरेर साध्य हुँदैन। साँच्चै नै आज हामीले तपाईँहरूको माझमा हामी यसरी जमघट भएका छौँ। यो जमघट हुनुमा, गराउनुमा उहाँको अहम भूमिका रहेको छ। तिनै व्यक्तित्वका धनी हाम्रा यस राष्ट्रिय मुरुतोम समाज नेपालका कोषाध्यक्ष सूर्य बहादुर मुर्मु गुरुङज्यूलाई सम्मान ग्रहण गरिदिनुको लागि र सम्मान गरिदिनुको लागि आजका प्रमुख अतिथि मान बहादुर गुरुङ र विशेष अतिथि रिमा गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। जनताको, प्रत्येक हाम्रा दाजुभाइहरूको घर आँगनमा पुगेर बडो अनुशासितपूर्वक आफूले अध्ययन गरिरहेको बताउने यस्ता बाबु, यस्ता छोरा जमेन गुरुङलाई पनि हामीले हाम्रो यो जुन सम्मान कमिटीले सम्मान गर्ने निर्णय गरेको छ। उनी एउटा कुशल
यो समाजको अब भावी एउटा चाहिँ एउटा सिपाही उसलाई पनि हामीले सम्मान गर्ने निर्णय गरेका छौँ। कुनै जबिन गुरुङलाई सम्मान ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। जीवनमा हामी बिर्सन सक्दैनौँ। यो नाम हामीलाई योभन्दा अगाडि कहिले पनि थाहा थिएन। करन्टारबाट अबको नृत्य हुनेछ। करन्टारबाट मलाई लाग्छ यो लाइभ एउटा चुड्का हो। सागर गुरुङ, किरण, किसान, राजन, अरुण, मिलन, कञ्चन, मदिना, आशा, इनो, आकांक्षा यस्ता साना भाइहरू जो साना बाबुहरू जो जबिन भयो अनि लगायतका यो उमेरका मान्छे के अरे बालबच्चाहरूलाई पनि हामीले यस विषयको यसको लेसन हामीले सिकायौँ भने अवश्य पनि अबका केही वर्ष पछाडि यिनीहरूको काँधमा जानेछ।
प्रशस्त दिन सक्ने हाम्रोमा धनराशि छैन। त्यसले गर्दाखेरि म मेरो स्वेच्छाले त्यो खेमबहादुर बाबुलाई चाहिँ बधाईको साथमा 1000 रुपियाँ दिन माग्छु। धन्यवाद। योजना गर्दै आज हामी यहाँ भेट हुन पाएका छौँ। हामी यति भाग्यमानी रहेछौँ। अब त हामी मुरुको छोरी बन्नुमा गौरव गर्नुपर्छ, भाग्यमा लेखेर आएको हुनुपर्छ भन्नुपर्छ अरू पनि। त्यस्तै गरी यही मुरु समाज बनाउने क्रममा जुन बाबाहरूले एउटा सिङ्गो घर बनाउन लाग्नु भएको छ भने हामी चेलीबेटीले धेरै दिन नसके पनि एक इँटा दिउँ, एक इँटाले पनि थप्दै थप्दै घर बन्छ भन्ने उद्देश्यले हाम्रो लमजुङ जिल्लावासी बाङ्लादेशी दिदीबहिनीहरूले पनि आफ्नो इँटा थप्ने काम गर्नुभएको छ, जसको लागि सम्मान गर्नको लागि म उहाँको रकम र नाम प्रस्तुत गर्न गइरहेको छौँ। तपाईँहरू स्टेजमा आइदिनु हुन विनम्र अनुरोध गर्दछौँ। जोरदार ताली बजाऊँ। हाम्रो माइतीको घरको इँटा थप्ने काममा साथ दिएका छौँ। हाम्रो चेलीबेटीहरूले 5 जना हुनुहुन्थ्यो, उहाँ 3 जना मात्रै। 30 रुपियाँ 50,130 रुपियाँ हामीलाई सहयोग प्रदान गर्नुभएको छ। यी सहयोगी चेलीबेटीका हातहरूलाई हाम्रो सलाम छ, हाम्रो अभिवादन छ, हाम्रो नमस्कार छ, धन्यवाद छ। यो रकम लिदिनको लागि हाम्रो राष्ट्रिय मुरुतमु समाज नेपालका कोषाध्यक्ष सूर्य मुरुतमुजीलाई हार्दिक आग्रह गर्दै र हाम्रा चेलीबेटीहरूले यो रकम हाम्रो कोषाध्यक्षजीलाई हस्तान्तरण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। अगाडि जानु न।